Hey guys, welcome to my new vlog. Guys, आज हामी जाने छौं लभ डाँडा अनि यहाँ छ हाम्रो केटाहरु के छ? ठीक छ गाडी हलै ल अब आउने सबै जना अगाडि गाडी छोड के चला जाएंगे ना 1 2 3 स्टार्ट भनेर गो भनेको सब केटाहरु गए हेर्नु त मलाई एक्लै छोडेर हेर्न यो सब बहुत साइको राइडरहरु छ ल चल ऊपर राइडर त हाम्रो खतरा छ है यसलाई मान्नु पर्छ आज हेरौँ एनएस बाइकको पावर हेरौँ हामी कतिको यसले सक्छ कि सक्दैन त्यो माथि हामीलाई तान्न पहाडमा यो गद्दारहरु यही छोडेर ल फाइनली हामी सबै यहाँ पुगिसके है ल गाइस म आफ्नो ग्रुपको केटाहरुसँग तपाईहरुलाई पनि इन्ट्रोडक्सन गराइदिन्छु पहिलो छ हाम्रो यो आरोन पोखरेल मेरो बारेमा के भन्न चाहनुहुन्छ आरोन 5 भन्ने न यार हिरो मान्छे हो त त्यसैगरी हाम्रो हुनुहुन्छ हरियोनको ब्लगर माइकल मामा हेलो ल हाम्रो ब्लगर अब ब्लगर बन्ने सुरज यहाँ हाम्रो मोटो ब्लगर हो गाइस म चाहिँ यतिकै जमिन भाइ जस्तै बोलेर बनाउँछु तर यो भन्दा अलि बढी बोल्छु त्यही हो तेरा मान्छे एकदम फनी छ है जे होस् यहाँ छ हाम्रो प्लिज लाइक एन्ड सब्स्क्राइब डु लाइक एन्ड सब्स्क्राइब लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला ल अब त्यसैगरी हाम्रो हुसेन हरियोनको राइडर हो भक्कर 4 जनाले एनएस मा तानेर ल्याएको यसलाई मेरो तर्फबाट छुट्टै के पाउनुहुन्छ डोन्ट वरी गाइस कोल्ड ड्रिंक फर्स्ट अफ अल वी आर गोइङ थ्रु कोल्ड ड्रिंक गो एन्ड ड्रिंक त्यसैगरी हाम्रो यहाँ छ सञ्जय टक्ला थाहा छ यो नाम जनकपुरको डन हो फेरि त्यसै यहाँ हाम्रो हरियोनको अनि एकजना चाहिँ मुख छोपिरहेको छ त्यो सोहेल मुख देखाउन पैसा लाग्दैन हाई भन्छु सबैलाई ल सवाज उसलाई मुख देखाउन पैसा चाहियो रे ल अब म यो खाजा साजा लिएर यसो साथीहरूलाई दिन लिएर आइरहेको छु रुक्नु यहाँ चाहिँ राखिदिएको थियो है आउने बित्तिकै यहाँ हेर्नु हाम्रो केटाहरूले पुरै बाइक रन्काउँदै आएको छ सबै राखेर ल यति बोक्यो है त खाजा साजा खाने त्यसपछि त्यो पछाडिको हेर्नु भइरहेछ फ्ल्याग अफ नेपाल त्यहाँ गएर बस्ने हो त्यहाँको पनि यसो भिडियो रेकर्ड गर्ने है तपाईहरु यहाँबाट हरियोन कहाँ छ भन्ने गेस गर्नु त चिनीमेल यहाँबाट देखिरहेको छ है हेर्नु अनि यहीँबाट लालबन्दी नवलपुर सबै देखिन्छ है यस्तो राम्रो ठाउँ म पनि देखिन्छु गाइस बडी बिल्डर पनि हो कि क्या बडी पनि छ त खै देखाउ त छैन यार एकचोटी छैन यार भाइसेप छ तर है जाने यो हाम्रो लागि मात्र यो 50 भाइहरु चाहिँ 2 दिनदेखि भोकै थियो हैन म थिएन खाएरा हो साहिल ले ए यो चाहिँ भएन है उसैले पोकेट भित्र एउटा हालेछ एकछिन कभी न जाना छोड़ ये दिल अभी भरा नहीं गाइस सबै चेस्ट गरौ न एक ठाउँमा ल चेस्ट भन्दिनु आफ्नो बारेमा को नाम भन्दिनु गाइस हैन मेरो गाइस हाते खाली थिएन कि अनि दाइको लागि यति गर्नु पर्यो गाइस हैन मेरो चाहिँ इन्स्टा आइडी छ बोन टु डान्स 109 टिकटक आइडी बोन टु डान्स 10 है सपोर्ट गरौँ है ल सबैजना मिलेर हाम्रो नेपाली डान्सरलाई सपोर्ट गर्नु पर्यो है सुन्न मेरो भाइको आइडीलाई सबले लाइक सब्स्क्राइब खाने पनि गाइस तपाईहरुले यो कस्तो मान्छेको ब्लगर छ खाना दिदैन हामीलाई खानाले ठुलो गर्ने हो भाइलाई चाहिँ यसो सपोर्ट गर्नु पर्यो है अब के भन्नु त्यसैगरी यहाँ हाम्रो छ साथी है यो पनि बडी बिल्डर हो हामीसँगै जिम पार्टनर पनि हो मानस कार्की है कस्तो हरियाली छ है चारैतिर हाम्रो हरियोन पार्क आई लभ हरियोन दृश्य एकदमै सुन्दर र मनमोहक छ है तपाई चाहिँ एक्लै गएर किन बस्नु भएको त्यहाँ ए कुकुरलाई खुवाउने मध्य प्रदेश नम्बर 2 हाम्रो मधेसको हैन मध्य प्रदेश नम्बर 2 को यो चाहिँ मधेसी केटा हैन यो मधेसको लागि धेरै ठुलो योगदान दिन गइरहेछ इज अल्सो नोन एज द बिग लिडर अफ जेन जी प्रोटेस्ट ओ माय गॉड हरियोनमा छ
ल यो जिसान आफ्नो पार्टनरलाई खुवाउँदैछ है त्यहाँ हैन गाइस म हात धुदैछु पानी बाप रे बाप हरियोनमा यस्तो पानी आउँछ गाइस यो ड्यू हैन यो पानी हरियोनको पानी हो के गरिबी चलिरहेको यो पहाडको पानी हो पैसा छैन पानी किन्नलाई के गर्नु गाइस बाप त्यो अब हरियोनमा यही पानी गाइस पानी पर्न थाल्यो है अचानक अब सबजना छिट्टो भन्दा छिट्टो भाग्ने हो बाइक स्टार्ट गर सबैजना ल है मेपर अब एकैछिन रुक्नु सबैलाई आउन दिनु रुक्नु जल्दी जल्दी आ रुक न मामा त्यो अगाडि बाइक टाङ जाउँ ल जाउँ गएको थिएन गाइस तर पानी परेर सब यताउता सब केटाहरू गयो हामी यो बाटो आएको तिनीहरू चाहिँ केटाहरू सब कता कता थाहा भएन ल अब उहाँ जानुहुन्छ है ल राम्रो बाई बाई